अहिले हामी कहाँ हौ रे कालिका स्थान चिया खान लाग्यो घुम्ती यस्तो चिसो छ घुम्तीको श्रीनाथगढबाट हामी अगाडि बढ्यौँ मलाई चाहिँ लास्टै जाडो भइरहेछ यहाँ राइडरहरूलाई जाडै भएको छैन अरे ड्याडी यति छिटो अगाडि गइसकेको यस्तो चिसो छ लाङटाङ नेसनल पार्क छियौँ हामी 10 मिनट लाग्यो अहिले हामी मामा भान्जा पार्किङ भन्ने ठाउँमा आइपुग्यौँ यो चाहिँ यहाँनिर यस्तो ठाउँमा चाहिँ पार्किङ गर्दो रहेछ पार्किङ पर बाइक 500 रे पार्किङ शुल्क यहाँको मौसम अहिले यस्तो रहेको छ हुस्सु लागिरहेछ चिसो चिसो छ ड्याडी धुन्चे बजार जानुभएको अनि हाम्रो बबी सर बाइक राख्न जानुभएको म यहाँ बसिरहेको छु यहाँ एउटा भाले छ चिसो चिसो छ अहिले म बल्ल सास फेर्न सकिरहेको छु गोसाइकुण्ड टाढा छ अरे धेरै टाढा छ अरे यस्तो हुस्सु लागिरहेछ 9:36 हामी गोसाइकुण्ड हिँड्न सुरु गऱ्यौँ गाइजहरू हाम्रो ड्याडी झोला बोकेर हिँड्नु भएको मेरो जुत्ताले मलाई अहिले अट्ठाउने बेला भयो होइन यहाँ अर्को मान्छे जाँदैछौँ हामी हामी अहिले फर्स्ट पुल तर्दैछौँ हाम्रो ड्याडी अगाडि हुनुहुन्छ खोला छ यहाँ मकै घटमासम्म बल्ल घामको झुल्को लाग्यो यहाँनिर 40 मिनट हिँडेपछि हामी यस्तो ठाउँमा आइपुगेर रेस्ट गरिरहेछौँ हामी अहिले परम्परागत ढुङ्गाबाट बनाइएको काठको पुल गर्दैछौँ ड्याडी तपाईँहरू यस्तो गर्नुहुन्छ पहिला नि सुनसान छ जङ्गल चिसो हावा आइरहेको हामी कहाँ आइपुग्यौँ बेथाङखोर कहाँ हो रे दाइ यो बेथाङखोर भन्ने ठाउँमा आइपुगेर रेस्ट गर्दैछौँ ड्याडी पानी खाँदै हुनुहुन्छ यहाँसम्म आइपुग्दा लगभग मेरो कन्डिसन एकदम ठिक छ ठिक छ हामी फेरि आराम गर्न खेन्जी भन्ने ठाउँमा आएर बस्यौँ खिन्दी ड्याडी यहाँ बस्नुभयो अब यहाँ यो चाहिँ स्याउ खाने टाइम हो एप्पल टाइम अब यत्रो बाटो जानु छ म चाहिँ पटुका नि बाँधेको छु झ्याप्प लाएर हामी थाङ्ग्रे भनी खेन्दी भन्ने ठाउँबाट उकालो लायौँ ठाउँको नामै बिगारिदियो उकालो लायौँ लौरा लिएर स्याउ खायौँ रेस्ट गऱ्यौँ त्यहाँ 2 मिनट अब एकछिनमा भात खान्छौँ अब हामी एकछिनमा माथि गएर खाना खान्छौँ होटल भेटिन्छ अरे
होटलमा आइपुग्यौँ हामीले होटलमा खानासाना खाएर टोली अगाडि बढ्यो तलबाट भटेकुलोबाटै घन्टा हजुर देउराली पुग्न यहाँबाट 2 घन्टा लाग्छ अरे गाइजहरू सवार भएन दाइले डिरेक्सन बताइदिनु भयो धन्यवाद अब हामी हिँड्यौँ चोलाङ पार्टीतर्फ अहिले अब हामी देउराली यहाँ वे टु गोसाइकुण्ड भनेर लेखायो ए लौरो बिर्स्यो गाइज धन्न सम्झ्यो अहिले क्यामेरा देखेर सम्झ्यादै नि यस्तो पनि हुनसक्छ गोसाइकुण्ड आउँदा अनि उहाँ चाहिँ उहाँ पर गएर हेर्नु भएको हाम्रो सर अनि भोलिपर्सि अब छोरीलाई देखाउनु पऱ्यो नि तिमीलाई छोडेर गएको बाबा भनेर स्टप स्टप भने स्टप भएन सिधै गोसाइकुण्डै पुग्छ छेउमै काट्न जाउँ हुन्छ कि के ठाउँ रे ड्याडी हो देउराली भन्दा अलिक तल के भन्छ के ठाउँ भाइ हो भाइ यो ठाउँलाई के भन्छ देउराली हो अरे ल हामी देउराली आइपुग्यौँ देउरालीको छेउमा प्रवेश गर्यौँ ल कहाँ आइपुग्यो देउराली 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 जे मन लाग्यो त्यही भने होइन म नामै याद नभएर पाङ्रा हाँग्रा रे यस्तो गरिदिनु भयो त्यो भिडियो इन्स्टाग्राममा डेलिभर गर्छु अहिले एउटा फोटो दिनु नि हिँडेको कहाँ रे हाँग्रा कि पाङ्रा अब कहाँ भन्नुहोस् त देउराली आइपुग्यो रे कि अनि पहिला के भन्नुभएको थियो एङ्ग्रा भने होइन छ हाँग्रा भने त होटेल लागेर ढुङ्गेमा छ यहीँबाट गएर खोले त नि हेर त हेलो गाइजहरू हामी दुःख सुख गरी गरी चन्दनबारी भन्ने ठाउँबाट पनि उकालो लायौँ साह्रै गाह्रो भइरह अझै 2 घन्टा लाग्छ अरे हामी बस्ने ठाउँ आइपुग्न लास्ट थपेला हामी गोसाइकुण्ड जाँदैछौँ यो लौरी विनायक भन्ने ठाउँ हो यहाँ आइपुग्दा चाहिँ मान्छेको सास लगभग जाँदो रहेछ ड्याडीहरू उति पर पुगिसक्नु हो यता पारि यस्तो राम्रो हिमाल छ यहाँ आइपुग्दा चाहिँ मोस्ट अफ दी मान्छेहरूलाई एकदमै धेरै गाह्रो हुन्छ अरे सो बिस्तारै हिँड्नुपर्छ फाइनल्ली गाइजहरू हामी घोडा चढ्दैछौँ एक्सपिरियन्स गर्नको लागि भनेर कस्तो हुँदो रहेछ सब घोडा चढ्दा रहेछन् अनि हामीलाई चाहिँ अफर आयो घोडा चढ्ने त्यो ड्याडी चढ्दै हुनुहुन्छ ड्याडीलाई चाहिँ सबभन्दा ठुलो घोडा चढ्नुपर्छ भनेर त्यो मान्छेले ठुलो घोडा चढेर लिएर मरे म हाँस उठेर होइन ड्याडी यो ठुलो घोडा चढ्नु लाग्नु मलाई सबभन्दा सानो घोडा हामी अब गोसाइकुण्ड आइपुग्न 1 घन्टा बाँकी छ यस्तो राम्रो त्रिशुली खोलाइ यसरी देखिन्छ सरर आनन्द आउँछ यहाँ आउँदाखेरि थकै पनि अलिअलि लाग्यो अनि गोसाइकुण्ड आइपुग्यो भनेर म थोरै एक्साइटेड पनि छु गाइजहरू
लास्टै गाह्रो हुँदो रहेछ गाइजहरू यहाँ थकै मार्नु बस्नुभयो ड्याडी ल्याइहाल्नु त गाह्रो भयो यसरी पानी आउँदो रहेछ अझै बाँकी छ उकालाहरू झन्ड्याङ चौतारीहरू यसरी हिँड्दैछौँ हामी अब हामी गोसाइकुण्ड आइपुग्न 15-20 मिनट बाँकी छ सास रोकेर साह्रै गाह्रो भइरहेको अब गोसाइकुण्ड आउन आधी घन्टा बाँकी हो त्यो तल देखेको ट्रस्टहरू गोसाइकुण्ड हो गाइजहरू फाइनल्ली वी आर इन गोसाइकुण्ड आम्मा हो ल यस्तो रहेछ गोसाइकुण्ड भगवान्ले जय शम्भो यस्तो डाँडा गाडाको बिचमा आएर ठ्याक्क भगवान् बस्नु रहेछ ल हामी गोसाइकुण्ड दर्शन गरेर टिका लाएर अब हामी घर जान लाग्यौँ फाइनल्ली धेरै टाढा महादेव आएर बस्नु भएको रहेछ गोसाइकुण्ड महादेव दायाँ बायाँ यस्तो हरियाली यस्तो राम्रो छ हाम्रो सर्पेस ताँदै हुनुहुन्छ डेढलाई थकेला गाह्रो भयो ल फाइनल्ली जय गोसाइकुण्ड महादेव हामी लास्टै लक्की रहेछौँ हामी नुहाएर फर्केपछि यस्तो भयो इन्भाइरोमेन्ट गाइजहरू हामी चाउचाउ भट्ट खाँदैछौँ वी आर सो लक्की अहिले यस्तो भयो अहिलेको वातावरण अहिले केही देखिँदैन थ्याङ्क गड जय गोसाइकुण्ड भगवान्